गोर्खाली सेनाले जयप्रकाश मल्ललाई खोजतलास गर्ने क्रममा ललितपुर राज्यमा छन् भन्ने पत्ता लगाएर ललितपुर राज्यसँग चिठी लेखेर आफ्ना शत्रु जयप्रकाश मल्ललाई गोर्खाली सेना समक्ष बुझाउन उर्दी जारी गर्छ, अनुरोध गर्छ। त्यो अनुरोध पत्र पाइसकेपछि तेज नरसिंह मल्लले पाटन राज्यमा आफ्नो भारदारी सभा बैठक आयोजना गर्नुहुन्छ। त्यो बैठकमा शरणको मरण पनि गर्न नहुने र गोर्खाली सेनासँग लड्न पनि नसकिने किसिमको एउटा निर्णय निक्लिन्छ, अन्ड्युल हुन्छ। त्यो निर्णय निक्लिसकेपछि तेज नरसिंह मल्ल चाहिँ जयप्रकाश मल्ल तत्कालीन कान्तिपुरका भागेर आफ्नो राज्यमा शरण लिइरहेका राजा सामु गएर भन्नुहुन्छ, भन्छन् पाटन भूपतेज जयको सामने गई तत्क्षण, काली गोरख सैन्यबाट नृपको गर्लारको रक्षण, आफ्नै रक्षण गर्न पाटन धरा सक्दैन यो भौतिक, भिड्दा घातक बन्न सक्छ रणमा नेपालको सैनिक, हारे गोरख साथ कान्तिपुरका योद्धाहरूले पनि एक्लो पाटन भिड्न सक्छ कसरी तत्काल योद्धा बनी, खोज्दा रक्षण गर्न पाटन धरा जुक्ति कुनै बौद्धिक, मैले देख्दिन आज सन्मुख हुँदा नेपालको सैनिक, आई बस्नु भयो स्वयं शरणमा सेना बिलायो कता, माग्दा राय सुझाव वीर जनमा हाबी भयो मौनता, कब्जा पाटन गर्न हे जय यहाँ बैरी बनी क्रोधित, आई हाँक दिँदैछ लड्न रणमा नेपालको सैनिक, सक्दिन भिड्न लाग्छ मनमा भागेर जाँदा बरु बच्ला ज्यान भनेर लाग्छ मनमा त्यागी स्वयं आबरु, जाने लक्ष्य छ आज भक्तपुरमा रक्षार्थ यो दैहिक, के कस्तो छ विचार मार्छ नगए नेपालको सैनिक, जाउँ भूप गएर भक्तपुरमा बिन्ती दुवैले गरौँ, राख्छन् भूपति मल्लले शरणमा त्यागेर लज्जा बढौँ, भिड्ने तागत छैन भक्तपुरमा जाउँ दुवै भौतिक, त्यागौँ पाटन आज आउँछ यहाँ नेपालको सैनिक, लौ लौ हुन्छ भनेर कान्तिपुरका राजा उठे तत्क्षण, जाने चाह लिएर भक्तपुरमा होला भनी रक्षण, गर्छन् गोरखबाट बच्न दयले सल्लाह यो भौतिक, देख्दा साँध समीप उग्र बलियो नेपालको सैनिक, भन्छन् छैन उपाय तेज अहिले यो राज्य फर्काउने, हाम्रो तागत छैन तेज अहिले शस्त्रास्त्र वर्षाउने, सक्दो युद्ध गरेर कान्तिपुरमा भागे बनी लज्जित, भाग्दा पक्रन खोज्छ लाग्छ पछि यो नेपालको सैनिक, आए पाटनमा लियौ शरणमा तिम्रो यही कामले, आयो गोरख यो नठान अहिले नेपालको नामले, गोर्खा राज्य बढाउने कदममा पृथ्वी हुँदा यौद्धिक, आज्ञा माफिक लड्न दाखिल भयो नेपालको सैनिक, जे गर्दा पनि लान्छ पाटन धरा गोर्खा यही लक्ष्यमा, आई खेल्छ परेड यो बुझ तिमी यो देशको पक्षमा, हामी छौँ कमजोर यो भुवनको रक्षार्थमा यौद्धिक, बन्ने साहस छैन दुश्मन हुँदा नेपालको सैनिक,
यो सल्लाह गरेर भूपद्वयले त्यागेर भागे धरा, पहुँचे श्री रणमल्लको शरणमा राजा दुवै निम्सरा। भन्छन् हे रणमल्ल भक्तपुरमा आयौं बनी लज्जित, मार्ने लक्ष्य लिएर दाखिल भयो नेपालको सैनिक। मार्ने लक्ष्य लिएर दाखिल भयो नेपालको सैनिक। हस्, धन्यवाद।